हेलो एन्ड नमस्ते डियर स्टुडेन्टहरु। आज हामीहरुले फेरि हजुरहरुको लागि बीबीएस सेकेन्ड इयर को मैक्रो इकोनोमिक्स को युनिट 5 को हजुरहरुलाई पार्ट 2 भिडियो लिएर आइसकेका छौं। पार्ट 2 भिडियो हेर्नु भन्दा अगाडि हजुरहरुले एकचोटी पार्ट 1 भिडियो हेरेर मात्र पार्ट 2 भिडियो हेर्नु होला, अनि मात्र हजुरहरुलाई यो पार्ट 1 को सम्पूर्ण कुराहरु क्लियर हुनेछ। अब जाउँ पार्ट 2 को लङ क्वेशनहरुतिर है। लङ क्वेशन मैले हजुरहरुलाई यो अस्मिता पब्लिकेशन को ओल्ड इज गोल्डबाट पास्ट इयर मा आएको सम्पूर्ण क्वेशनहरु मध्ये इम्पोर्टेन्ट सिमिलर क्वेशन चाहिँ म गर्दिन्न। यो हजुरलाई सिमिलर चाहिँ होमवर्क भयो भनेर भन्छु मैले हैन। यस मध्ये हजुरलाई 3 वटा क्वेशन गर्दिए पनि इनफ हुन्छ बुकमा भएको, र एउटा एक्स्ट्रा क्वेशन जुन हामीले जान्नु पर्छ त्यो चाहिँ मैले अन्त्य बुकबाट ल्याएर हजुरलाई जम्मी 4 वटा क्वेशन गराउँछु। यो 4 वटा क्वेशन गरेर जानु भयो भने हजुरहरुलाई एक्जाममा यो च्याप्टर 5 बाट आउने सम्पूर्ण क्वेशनहरु क्लियर हुनेछ। र यति भन्दै म अब अगाडि बढ्न चाहे। यो ओल्ड इज गोल्डमा रहेको सबभन्दा पहिले मैले क्वेशन नम्बर 6 गर्छु। हजुरहरुलाई क्वेशन आफूले एउटा ओल्ड इज गोल्ड लिनु भएको छ भने यो 2082 को बीबीएस सेकेन्ड इयर को ओल्ड इज गोल्डबाट हेर्नु होला, नत्र भने मैले यो भिडियोको अन्त्यमा पनि यसको फोटो राखिदिने छु, हजुरलाई एट्याच गरिदिने छु। अब चाहिँ क्वेशन नम्बर 6 अर्थात 2078 क्वेशन नम्बर 11 को बी 78 मा हजुरलाई दुईटा क्वेशन सोधेको छ। 3+3 गरेर यो 6 मार्क्स को, र फेरि 78 को क्वेशन नम्बर 13 मा एउटा 10 मार्क्स को क्वेशन सोध्यो 5+5 गरेर। हो यसरी गर्दा 78 सालमा त धेरै नै इम्पोर्टेन्ट भयो यो च्याप्टर, 16 मार्क्स को सोध्यो, जसमध्ये अब मैले पहिलो 78 मा गरेको दिएको पहिलो क्वेशन गर्दै है। जहाँ हामीले क्वेशन पढ्ने हो भने सपोज इन इकोनोमी द फ्लोइङ डाटा इज गिवन, तलको डाटाहरु दिएको छ। जस्तै सी भनेको मैले गिवन तान्यो कन्जम्पसन 200 प्लस बी वाई माइनस टी, अनि टी क्यापिटल डी दिएको छ हामीलाई इज इक्वल्स टु 500 प्लस स्मल टी वाई, अनि आई फर इन्भेस्टमेन्ट कति दिएछ हामीलाई 100, जी फर गभर्नमेन्ट कति दिएछ हामीलाई 500, अनि एक्स अर्थात एक्सपोर्ट हामीलाई कति दिएको छ 100, एम भनेको हामीलाई कति दिएछ 50 प्लस 0.1 वाई, अनि त्यसपछि हामीलाई तल यसो हजुरले क्वेशनको तल पढ्नु भयो भने द मार्जिनल पर्पन्जिटी टु कन्ज्युम बी भनेर कति दिएछ हजुरलाई 0.7 दिएछ, त्यो सारे मैले। अनि इन्कम ट्याक्स रेट स्मल टी कति दिएछ हजुरलाई 0.20। हजुर कन्फ्युज नहुनु है, क्यापिटल टी भनेको ट्याक्स एमाउन्ट, स्मल टी भनेको ट्याक्स रेट, क्यापिटल आई भनेको इन्भेस्टमेन्ट, स्मल आई भनेको इन्ट्रेस्ट रेट। स्मल एबीसीडी वाला एल्फाबेट आयो भने के गर्ने रेट हुँदो रहेछ। जस्तै स्मल आई इन्ट्रेस्ट रेट, स्मल टी ट्याक्स रेट भने क्यापिटल आयो, जस्तै क्यापिटल आयो भने इन्ट्रेस्ट एमाउन्ट, क्यापिटल टी आयो भने ट्याक्स एमाउन्ट। यति डाटा दिएर हामीलाई क्वेशन नम्बर 1 मा के सोधेछ 3 मार्क्स को लागि फाइन्ड द इक्विलिब्रियम लेभल अफ इन्कम, इक्विलिब्रियम इन्कम पत्ता लगाउनुस्। अब इक्विलिब्रियम लेभल अफ इन्कम पत्ता लगाउनुस् भन्दा बित्तिकै हामीले गर्ने भनेको नर्मली के हो, मैले हजुरलाई फर्मुला लेखेको थिएँ आईएस इज इक्वल टु एलएम। कहिले काहीँ यो पुरै आईएस र एलएम इक्वल गर्नुपर्छ। आईएस को एउटा इक्वेसन पत्ता लगाउने जुन सल्भ भएको हुँदैन, अनि एउटा एलएम को एउटा इक्वेसन पत्ता लगाउने, अनि त्यसलाई इक्वल गरेपछि त्यहाँ एउटा भ्यालु आउँछ आई को। तर यो क्वेशनमा के छ भने हजुरलाई आईएस को डाटा दिएछ। जस्तै आईएस को डाटा के सर भन्दा हैन, आईएस भनेको के हो y इज इक्वल्स टु c प्लस i प्लस g x प्लस x माइनस m। तर एलएम को डाटा दिएकै छैन, हेर्नु त माथि कति देखिन। एलएम मा त के डाटा युज हुन्थ्यो अरे, एलएम को इक्वेसन पत्ता हामीले के गर्थ्यौं md इज इक्वल टु ms दिए छैन। हो यो नदिएको कारणले अहिले आईएस मात्र सल्भ गर्नुस्। आईएस बाट हजुरको के आउँछ इक्विलिब्रियम लेभल अफ इन्कम, इन्कम अर्थात y को भ्यालु आउँछ है। ल अब गरौँ हिसाब है, यहाँबाट अगाडि बढौँ। ल हिसाब गर्दै जाम, केही गर्नु पर्दैन, के भ्यालु देखा त्यो पुट गर्दै जाने, हिसाब आफै सल्भ हुन्छ हेर्नु होला है। ल सुरुमा फर्मुला लेखौँ y इज इक्वल्स टु c प्लस i प्लस g, हेर्नी जति आवश्यक हुन्छ त्यति लेख्ने फर्मुला x माइनस m। कहिलेकाहीँ c प्लस i मात्र गर्दा नि हुन्छ, कहिलेकाहीँ c प्लस i प्लस g पनि गर्नुपर्छ, कहिलेकाहीँ c प्लस i प्लस g x माइनस m गर्नुपर्छ। यसमा पुरै गर्नु पर्यो, किन भन्दा c पनि दिएछ, i पनि दिएछ, g पनि दिएछ, x पनि दिएछ, m पनि दिएछ। त्यही भएर मैले सबै फर्मुला लेखेँ। यो हो हाम्रो फर्मुला। अब फर्मुलामा भ्यालु पुट गरौँ, हाम्रो एन्सर आइहाल्छ। y को ठाउँमा y लेखेँ मैले, c को ठाउँमा 200 यहाँ माथि दिएछ हामीलाई प्लस b y माइनस t। यसपछि हामीलाई i को भ्यालु दिएछ, i को भ्यालु यहाँ कति छ हाम्रो 100 लेख्छु मैले। त्यसपछि g को भ्यालु कति छ हामीसँग 500 प्लस x को भ्यालु लेख्छु मैले, x को भ्यालु हामीलाई कति दिएछ 100 माइनस m भनेको 50 प्लस 0.1 y। सबैभन्दा ध्यान दिनुपर्ने हजुरले कुरा, यो हिसाब गर्दा प्लस माइनस बिग्रिने। मैले 100 माइनस किन स्मल ब्राकेट लेखेन यहाँ, मैले किन बिग ब्राकेट बनाएँ, किनकि माइनस पछाडि हाम्रो m को भ्यालु दुईटा डिजिटमा थियो।
यो खोल्दा हाम्रो प्लस माइनस बिग्रिन्छ, त्यही भएर स्मल ब्राकेटभित्र राखेर अनि बाहिरकोलाई बिग ब्राकेटमा राखेँ है। यसरी राख्नुपर्छ। अब भ्यालु राख्दै जाम आफै सल्भ हुँदै जान्छ है यो। ल y = 200 प्लस ध्यान दिनुभयो भने b को भ्यालु पनि त्यहाँ लास्टतिर दिएको छ हजुरलाई 0.7 त्यो राख्नु। y माइनस क्यापिटल T लेख्नुहोस् प्लस 100 प्लस 500 लेख्नुहोस् है। अनि प्लस 100 माइनस प्लस माइनस 50 माइनस प्लस माइनस 0.1y लेखेँ। अब हजुरले चाहनुहुन्छ भने त यो 200 100 500 लाई तपाईले हिसाब गर्न सक्नुहुन्छ, तर मैले गर्दिनँ। हिसाब गर्दै जाम लास्टमा ट्याक्क नम्बर रहन्छ अनि नम्बरलाई जोड्ने घटाउने गरौँला है। y यसरी गन्जागोल हुँदैन कुरा है। 200 प्लस 0.7 जहिले पनि यो b को भ्यालु दिएन भने b को भ्यालु हाल्ने, b को यस्तो b भनेर दियो भने त्यसपछि हामीले सधैँ गर्नुपर्ने भनेको यहाँ t को भ्यालु हाल्नुपर्छ। यो स्टेप नै जस्तै हो, कन्ठे बारे हुन्छ। अनि t मा पनि के भयो, फेरि मैले बिग ब्राकेट बनाएँ, के भयो भन्दा t मा पनि हजुरलाई के रहेछ, दुईटा डिजिट देखा पछाडि, अर्थात् दुईटा कुराहरु दिएछ हैन। त्यही भएर मैले ब्राकेट बनाएर यस्तो गरेर राखेँ। 100 को 100 नै भयो प्लस 500 को 500 प्लस यो त हिसाब हुन्छ 100 मा माइनस 50 गर्दा कति आउँछ 50 माइनस 0.1 y। अब अगाडि बढौँ। y = 200 प्लस 0.7। अब यसलाई मिलाउँदा y को y माइनस प्लस माइनस 500 माइनस प्लस माइनस ty प्लस 100 प्लस 500 प्लस 50 माइनस 0.1 y। यसपछि y अनि यहाँ के छ 200 प्लस 0.7 अझै भ्यालु हालेर भ्याइए छैन हेर्नु है। y माइनस 500 त भयो, t को भ्यालु पनि दिएछ हजुरलाई लास्टमा हेर्नु नि। यहाँ t को भ्यालु हजुरलाई कति हो 0.20 देखा, त्यही स्मल t को भ्यालु ल्याएर यहाँ राख्दिनु 0.20 y 20 अथवा 2 एउटै कुरा है। y प्लस 100 प्लस 500 प्लस 50 माइनस 0.1 y और y को y भयो 200 को 200 प्लस 0.7 लेख्नु। अझै यहाँ अझै हिसाब गर्न सकिन्छ। त्यही भएर यो y भन्नु र 1y भन्नु सेम हो है। y भन्नु र 1y भन्नु सेम हो, जस्तै a भन्नु र 1a भन्नु सेम हो है। त्यही भएर मैले y को ठाउँमा 1y गरेँ त्यसलाई है। ल यसपछि 1y मा हजुरको यो 0.20 y घट्छ। यो गर्दा अर्को आउँछ 0.80 y माइनस 500 प्लस 100 प्लस 500। अब हेर्नु यो खोल चाहिँ प्लस 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 माइनस माइनस 0.1 y। यसलाई पहिले पनि गर्न सकिन्थ्यो, यहाँ माथि नै मैले लास्टमा गरेँ, जहाँ गरे पनि एउटै हो है कुरा। और y लाई y नै लेख्नु 200 को 200 अनि यो 0.7 ले यसलाई पालै पालो मल्टिप्लाई गर्ने। 0.7 इन्टु 0.80 गर्दा 0.56 y प्लस माइनस माइनस 0.7 इन्टु 500 गर्दा 350 अनि प्लस 100 प्लस 500 प्लस 50 माइनस 0.1 y। अब यहाँ हेर्नु भने हजुरलाई पनि यहाँ यो y भन्नु र 1y भन्नु सेम हो। यहाँ पनि y छ, यहाँ पनि y छ, यहाँ पनि के छ y छ। जहिले पनि y लाई सिंगल बनाएर यतातिर एउटा साइडमा ल्याउने अथवा उता लगेर एउटै साइडमा गराउने र नम्बरलाई एकै साइडमा गराउने, अनि सल्भ गर्न सजिलो हुन्छ है। र जहिले पनि यतै ल्याइन्छ y लाई नर्मली, र हिसाब गर्दै जाँदा बानी पर्छ। 1y अनि माइनस के भयो हजुरको 0.56y किनकि यता प्लसमा थियो, अनि यो माइनसमा y को यता आउँदा के हुन्छ प्लस 0.1y = 200 माइनस 350। यो नम्बर लेखेँ मैले, हेर्नु यहाँ नम्बर 200 माइनस 350 प्लस 100 प्लस 500 प्लस 50। ल यति भइसकेपछि अब यसलाई सल्भ गरौँ। यो 1 मा यो घट्दा हजुरको हुन्छ 46 भनेपछि 0.54 y है। अनि यसपछि आउँछ हजुरको यता हिसाब गर्दा हाम्रो कति हुन्छ, यो हुन्छ हजुरको 150 200 300 400 500 150 150 500 हुन्छ है। और अर्को हजुरको यो y लाई सिंगल गराउनु अनि 500 डिवाइड बाइ यो मल्टिप्लाइमा y को 0.54 यता गएर डिवाइड हुन्छ र लास्टमा हजुरको कति आउँछ एन्सर y = रुपीज 925.93। हजुरले क्याल्कुलेटर युज गर्न सक्नुहुन्छ है। ल 93 भनेर लेख्नु है।
र यति भइसकेपछि अब हामी अगाडि बढ्छौँ। ए नम्बरको हाम्रो सक्यो अर्थात् 1 नम्बरको सक्यो। अब जान्छौँ हामी 2 नम्बरतिर है। 2 नम्बरमा के सोधेको त हाम्रो 2 नम्बरमा सोध्नुभन्दा अगाडि क्वेसन कन्डिसन थियो है। वाट विल बी द इफेक्ट अन इक्विलिब्रियम इन्कम? के इफेक्ट हुन्छ इक्विलिब्रियम इन्कममा? फेरि इक्विलिब्रियम इन्कमको कुरा गरेको नि, यहाँ पनि इक्विलिब्रियम इन्कमको कुरा गरेको थियो। र इफेक्ट के हुन्छ त? यहाँ केही चेन्जेस आए पछाडि यसरी इफेक्ट के हुन्छ इक्विलिब्रियम इन्कममा भन्दा आफूले बुझ्नु परेको फेरि इक्विलिब्रियम इन्कम सोधेको होइन है। फेरि के सोधेको? इक्विलिब्रियम के सोधेको हामीलाई? इक्विलिब्रियम लेभल अफ इन्कम, न्यू इक्विलिब्रियम लेभल अफ इन्कम सोधेको। फेरि हामी बुझ्नु पर्यो। वाइ इज इक्वल्स टु वाट नि सोधेको। इफेक्ट भन्दा के इफेक्ट भयो, के चेन्ज आयो भन्दा बुझ्नु पर्यो। यहाँ किन यस्तो भन्यो भने किन यहाँ केही कुरा चेन्ज भएको छैन त। वेन गभर्मेन्ट एक्सपेन्डिचर, जब गभर्मेन्ट एक्सपेन्डिचर अर्थात् जी, हाम्रो जुन गभर्मेन्ट एक्सपेन्डिचर के भन्छौँ जी भन्छौँ नि, के भनौँ इन्क्रिज बाई 50 बिलियन। पहिला 500 थियो, प्लस कति हुने भयो 50। इन्क्रिज भन्दा प्लस, डिक्रिज रिड्युस भन्दा के बुझ्ने आफूले? माइनस भनेर बुझ्नु पर्यो है। हाम्रो कति भयो अब यो 550। अब यो जी युज नगर्ने, हामीले कुन जी युज गर्नुपर्छ यसमा? 550। 500 होइन। र ट्याक्स रेटलाई पनि देखा, ट्याक्स रेट अर्थात् स्मल टी, स्मल टी जति थियो नि पुरानो लेखिहालौँ 0.20 त्यही माथि छ। के भयो? डिक्रिज बाई 5%। डिक्रिज भनेको माइनस, यो डेसिमलमा छ त्यो 5% भन्यो। त्यो 5% नाल्ने बेला पनि डेसिमलमा ल्याउने। अनि हजुरलाई थाहा छ डेसिमल नाल्ने 5% भनेको 5/100। यसरी गर्दा 0.20 माइनस 0.05 अनि आउँछ हजुरको 0.15 है। ल अनि यसपछि हामी अगाडि बढ्छौँ। फेरि के नै फर्मुला आउँछ हामीले? त्यही अघिकै वाइ इज इक्वल्स टु सी प्लस आई प्लस जी प्लस एक्स माइनस एम। त्यो सेम नै हो यो पहिला गरेको हिसाबमा। अब के चेन्ज हुने भयो भने हाम्रो जी र टी को ठाउँमा चेन्ज हुने भयो है। अब हाम्रो वाइलाई वाइ नै लेखौँ, सी को ठाउँमा कति लेख्ने? उता हेर्ने 200 प्लस बी वाइ माइनस टी। आई भनेको चेन्ज छैन, चेन्ज भएन। आई भनेको त 100 नै हो। अब जी को ठाउँमा चेन्ज हुने भयो। जी हाम्रो 500 नभएर 550। अब मैले बुझ्नको लागि मैले यहाँ फुल जस्तो बनाइदिएको थिएँ, हजुरले नभन्नु होला। अनि जी भनेको थियो 550। अनि एक्स को ठाउँमा एक्स लेख्नु। अनि एक्स कति छ हाम्रो? एक्स हेर्ने भने एक्स हाम्रो 100 छ है। एक्स हाम्रो कति छ यहाँ? 100 माइनस एम भने कति छ? 50 प्लस 0.1 वाइ है। ल अहिले टी पनि आउँछ। हाम्रो दुईटा कुरा चेन्ज हो नि त, अहिले दुईटा फुल भन्छ यहाँलाई। एउटा 550 होला, अझै एउटा भन्छ है अहिले टी को ठाउँमा। टी को अहिले नामै आएको छैन, त्यही भएर यस्तो भएको है। 200 प्लस डी भने कति हो? 0.7। सेम अघि जस्तै स्टेप हो यो पनि, वाइ माइनस। र अहिले चाहिँ मैले अलि बाटो गएर फ्याट्टै एउटा स्टेप चाहिँ अगाडि गरेँ। वाइ माइनस टी भनेको त हाम्रो कति हो यहाँ हेर्नु त? 500 ब्राकेट बनाऊँ 500 प्लस टी वाइ है। 500 प्लस टी वाइ है। अनि प्लस 100 लाई प्लस 100 नै लेखौँ, प्लस 550 लाई 515 लेखौँ। अनि प्लस यो 100 को 100 माइनस प्लस माइनस 50 माइनस प्लस माइनस 0.1 वाइ। ल यसपछि अगाडि जाम अझै। वाइ को वाइ भयो 200 को 200 प्लस 0.7 वाइ को वाइ माइनस प्लस माइनस को 500। अब फेरि बाटो माइनस प्लस त माइनस हुन्छ, आउनु पर्ने टी वाइ। तर टी को भ्यालु कति छ यहाँ? 0.20 हो पुरानोमा, तर अहिले कति राख्ने अब? 0.15 है। अघि हामीले यहाँ कति राखेको थियौँ त? यहाँ कहाँ राखेको थियौँ भन्दा यहाँ 0.20 राखेको थियौँ, किनकि यहाँ पुरानो क्वेसनमा 0.20 दिएको थियो। तर अहिले कन्डिसनमा के भन्यो? चेन्ज हुन्छ भन्यो नि त 5% ले। अनि हाम्रो यस्तो नयाँ आएको थियो, यो अर्को फुल भयो जस्तो भयो हाम्रो है। ल यो भयो। ल यसलाई पनि खोले यस्तो गरेँ है मैले, फुल जस्तो बनाइदिएँ। तर बनाउन आवश्यक छैन, मैले बुझ्नको लागि हजुरलाई देखिन्छ भनेर बनाइदिएको है। अनि प्लस अनि यो 100 मा 50 गर्दा 50 माइनस 0.1 वाइ। और वाइ को वाइ नै भयो 200 को 200 प्लस 0.7 वाइ। हेर्नु यहाँ वाइ भनेको 1 वाइ, 1 वाइबाट हाम्रो यो 0.15 वाइ गर्दा कति आउँछ? आउँछ 0.85 वाइ आउँछ है। 0.85 वाइ आउँछ। अनि यसपछि माइनस 500 प्लस 100 प्लस 500 प्लस 50 माइनस 0.1 वाइ। ल अब अगाडि बढाउँ फेरि है। वाइ को वाइ 200 को 200 प्लस 0.7 ले
0.85 लाई मल्टिप्लाई गर्ने 7 5 35 को 5 हात लाए 3 7 8 56 56 भनेपछि 5 9 भनेपछि 0.595 है माइनस अनि 7 ले लाई मल्टिप्लाई गर्दा 350 नै भयो है अनि y छुटेछ y है y अनि प्लस 100 प्लस 500 प्लस 50 माइनस 0.1 y है ल यसपछि हाम्रो अब यसपछि के गर्ने त ल यसलाई पनि खोल्दियौ है यसलाई पनि प्लस माइनस ले खोल्दियौ ल प्लसमा प्लस 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 माइनस माइनस अब यसपछि हेर्नु भने यहाँ हाम्रो यो 1y भनेको नि यो y भनेको नि 1y हो यहाँ y छ यहाँ y छ यहाँ y छ यो तीनवटालाई यतै गरौँ है अघि गरा जस्तै 1y माइनस 0.595y माइनस को त्यो उताको प्लस को चाहिँ माइनस भयो है यता प्लस को माइनस भयो यो y अनि यो माइनस को यता आउँदा प्लस 0.1y र नम्बरलाई एकैता गर्दा नम्बर कति छ हाम्रो 200 माइनस 350 प्लस 100 प्लस 500 प्लस 50 यिनीहरु त यतै छन् साइन चेन्ज गर्नु परेन त्यो एकै ठाउँ गरेर राखे भयो है माइनस 350 प्लस 100 प्लस 500 प्लस 50 है ल यसपछि अगाडि बढौँ है 6 7 7 घट्यो भने 0.3 हुन्थ्यो 0.35 0.05 हैन ल 05 ल यो यसमा 1 मा माइनस 0.595 गरे अनि प्लस 0.1 गरे सरी यो गर्दा कति आउँछ एउटा मतलब 6 7 0.4 भयो 0.4 चाहिँ 0.505 आउँछ 505y आउँछ अनि इज इक्वल्स टु अब यता यसमा 200 मा यो माइनस 350 प्लस 100 प्लस 500 अनि यो हाम्रो 50 गर्दा कति आउँछ भन्दा यो 500 आउँछ है ल अहिले नि 500 आउँछ यो और y इज इक्वल्स टु 500 डिवाइड बाइ 0.505 यता इन्टु y को उता गरेर डिवाइड भयो है देयरफोर y को भ्यालु कति आउँछ हाम्रो रुपीज 108910 है यो कति कति माथि टेबलले 50 बिलियन भनेर देखेथ्यो नि हो यसरी बिलियन भन्न दियो भने बिलियन पनि लेख्नु है पछाडी यसरी कहीं पनि तपाईले क्वेशन भरिमा बिलियन करोड मिलियन देख्नु भयो नि ठ्याक्क त्यो पछाडी ल्याएर रुपीज को अगाडि इन्कम को पछाडी अगाडि रुपीज पछाडी भनेर लेख्दिनु है ल यति गरेपछि हाम्रो यो हिसाब सकियो अनि हजुरहरुलाई फेरि मैले यहाँ केही क्वेशनहरु लेखे जस्तै हजुरको ओल्ड इजलमा 2078 मा एउटा 15 मार्क्स को क्वेशन सरी 10 मार्क्स को क्वेशन सोधे फेरि क्वेशन नम्बर 8 भनेर छ हजुरकोमा क्वेशन नम्बर 9 भनेर छ क्वेशन नम्बर 10 भनेर छ क्वेशन नम्बर फेरि यो के भयो नि यो युनिट 5 को हजुरलाई यो क्वेशन चाहिँ युनिट 6 मा राख्दै छ है हजुरलाई यो अब प्रिन्टिङ मिस्टेक भनौं कि के भनौं है यो युनिट 6 मा हुन चाहिँ युनिट 5 को है क्वेशन है हजुरलाई यो खोल्नु भयो नि पेज नम्बर 74 मा चाहिँ यो 2082 को ओल्ड इजल मैले न्यू ओल्ड इजल है यिनी सबै क्वेशन सेम छन् हजुरलाई बुझ्नु हैन यो सबै क्वेशनहरु सेम छन् यिनीहरु मध्ये पनि हल्का अब मानम यिनी मध्ये पनि यसमा भएको कुरा यसमा भएको कुरा यसमा भएको कुरा यसमा भएको कुरा सबै कुराहरु भएको क्वेशन मध्ये अब यो मध्ये पनि यिनीहरु मध्ये पनि सेमै छन् हल्का यिनीहरु पनि यो यसको पनि क्वेशनको कुराहरु पनि छ प्लस थोरै कुरा बढी भएको यो क्वेशन नम्बर 9 मा छ जुन क्वेशन चाहिँ मैले हजुरहरुलाई गर्दिन्छु अनि त हजुरहरुले यो क्वेशन मैले गर्दिन्छु यसै क्वेशनको आधारमा हजुरहरुले यो क्वेशन नम्बर 7 8 10 र यो युनिट 6 मा भएको 9 यो च्याप्टरकै क्वेशन हो हजुरहरुले गर्ने ट्राई गर्ने नजाने भने हजुरहरुले कमेन्ट गरेर मलाई यसको एन्सर सर्ट पठाइदिनु भने मैले पठाइदिन्छु हजुरलाई है र अनि हजुरलाई मैले हेल्प गर्दिन्छु र मैले यहाँ चाहिँ हजुरहरुलाई 2080 पार्शियल क्वेशन नम्बर 19 गर्दिन्छु यति गरे पनि सबै क्वेशन सेम छन् त्यो प्लस माइनसको कुरा चाहिँ ख्याल गर्नु पर्यो हैन त्यति कुरा है ल अब सुरु गरौँ 2080 को पार्शियल क्वेशन नम्बर 19 बाट है ल कुन क्वेशन गर्छौं हामीले क्वेशन नम्बर 9 युनिट 5 मा भएको 9 है अर्को 9 पनि भनेछु मैले कुन युनिटमा भएको त्यो युनिट 6 मा भएको है यो च्याप्टरको क्वेशन उता गछ है क्वेशन चाहिँ त्यो प्रिन्टिङ मिस्टेक हो के हो जे भए पनि हामीले गर्नु पर्यो सेम च्याप्टरको हिसाब सोलुसन है सरी पहिला गिवन तानाम हामीले के देछ त हामीलाई गिवन ल अब यस्तै गिवन तानाम गिवनमा हामीलाई के देछ भनेसी c = 200 प्लस 0.75 y माइनस d जस्तै अघि हामीलाई यहाँ b दिएको थियो नि अहिले 0.75 देछ झन् सजिलो भयो अनि त्यसपछि हामीलाई दिएछ t भनेर देछ हामीलाई कति छ 100 प्लस 0.2y
2y। यसपछि हामीलाई दिएको छ अर्को यहाँ g दिएको छ है, g दिएको छ, के दिएछ हामीलाई, g दिएछ, g को भ्यालु कति दिएछ हामीलाई 400 दिएछ। त्यसपछि हामीलाई दिएछ एउटा i भनेर दिएछ हजुरलाई, i भनेको दिए 200 माइनस 2000 i भनेर दिएछ। यसपछि हजुरलाई दिएछ यहाँ mt दिएछ, mt दिएछ है, mt भनेको ट्रान्जेक्सनरी मनी, मैले पछिल्लो भिडियोमा भनिसकेको छु हजुरलाई हैन। MSP दिएछ, स्पेकुलेसनरी मनी, अनि यो MSP कति छ 100 माइनस 1000 i, अनि हजुरलाई m छ, m भन्नु र ms भन्नु एउटै हो है, मैले स्ल्यास गरेर लेख्दै हजुरलाई बुझ्न सजिलो, m भन्ने पनि एउटै, ms भने पनि एउटै। यति कुरा दिएर हजुरलाई एक नम्बरमा सोधे, हजुरलाई एक नम्बरमा के सोधेछ भन्दा डिराइभ IS एन्ड LM फंक्सन, IS र LM फंक्सन पत्ता लगाऊ भने। अब IS फंक्सन भने पनि LM फंक्सन भने पनि के भने अरे, IS फंक्सन इज इक्वल्स टु वाट र LM फंक्सन इज इक्वल्स टु वाट। अब IS फंक्सन र LM फंक्सन भन्नु र तपाईले IS फंक्सन भन्नु र IS इक्वेसन भन्नु एउटै हो है। क्वेशनमा हजुरलाई IS फंक्सन पनि भन्न सक्छ, इक्वेसन भन्न पनि सक्छ, आफै बुझ्ने छ है। र हामीले त्यसको लागि अब गर्छौं, पहिलो IS फंक्सनको लागि गर्छौं, फर IS इक्वेसन लेखे पनि भयो, मैले इक्वेसन लेख्दै फंक्सन लेखे पनि हुन्छ हजुरले। र IS इक्वेसनमा अघि भर्खरै गरेको के हुन्छ रे, y इज इक्वल्स टु, अब के छ त यहाँ c छ, मैले देखेँ i छ, g छ, x माइनस m छैन है, अघिको क्वेशनमा थियो, अहिले छैन भने यति राखेर गर्ने। अब y को ठाउँमा y नै लेख्नु हजुरले, अनि c को ठाउँमा 200 प्लस 0.75 y माइनस t, यो भयो c, अनि i हाम्रो कति छ, i भनेको 200 माइनस 2000 i, अनि g भनेको कति छ हाम्रो, g भनेको 400 ल। अब यसैलाई फेरि सल्भ गर्नु पर्यो, y को ठाउँमा y लेख्नु इज इक्वल्स टु 200 प्लस 0.75, y त y नै भयो हैन, तर t को ठाउँमा के छ हामीलाई भ्यालु दिए, हजुर डबल डिजिट वाला भ्यालु दिएछ है, y माइनस, त्यही भएर मैले बिग ब्र्याकेट बनाएँ, t भनेको यहाँ छ 100 प्लस 0.2y ल, अनि प्लस 200, अरु केही गर्न सकिदैन हामीले, अरुको भ्यालु छैन, यहाँ जस्तै i को भ्यालु भएर राख्नु हुन्थ्यो, i को भ्यालु छ र कतै छैन, स्मल i को भ्यालु छैन, जस्तै अघि जस्तै हाम्रो स्मल t को भ्यालु त्यस्तै स्मल i को भ्यालु छैन, भाँचै राख्यौं हामीले। 200 प्लस 0.75 सल्भ हुँदैन, यो किन सल्भ हुँदैन, हामीलाई IS फंक्सन भने है, फंक्सन भनेको इक्वेसन हो, इक्वेसन सल्भ नगरे एउटा इक्वेसनको प्याटर्नमा आउँछ है। र यसलाई खोलौं, y को y नै भयो, प्लस माइनस माइनस 100 प्लस माइनस माइनस 0.2y, अनि प्लस 200 माइनस 2000i प्लस 400, और y को ठाउँमा y नै लेख्नु अझै पनि 200 प्लस 0.75 लेख्नु, अझै यसलाई सल्भ गर्नुपर्छ नि, अघि पनि भनेको थियो y भन्नु र 1y भनेको सेम हो, 1y मा 0.2 घटाउनु कति आउँछ, 0.8y आउँछ है, माइनस 100 को 100 नै भयो, प्लस 200 माइनस 2000i प्लस 400 है, अनि और y को y नै भयो, अनि 200 प्लस, अब यसलाई मात्र गर्ने, प्लस 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 0.75 इन्टु 0.8 गर्ने, यो गर्दा 0.6y आउँछ। हजुरले क्याल्कुलेटर युज गर्न सक्नुहुन्छ है, अङ्क गुणन गर्ने, 0.75 इन्टु 0.8 गर्ने, अनि 0.75 इन्टु के नि प्लस माइनस माइनस भयो, 0.75 इन्टु के नि 100, यो गर्दा 75 आउँछ है, प्लस 200 माइनस 2000i प्लस 400, यो सल्भ त हुँदैन, तर ठ्याक्कै y को भ्यालु आउँदैन, एउटा इक्वेसन आउँछ है। अब यो पनि y, यो पनि y, यो y कति y हो, यो 1y हो, केही पनि भनेन हैन, यो प्लस को 0.6 यता आउँछ, माइनस 0.6y, 200 एउटा हाम्रो, अर्को नम्बर कति छ माइनस 75, अर्को हाम्रो कति छ प्लस 200, झन् अर्को नम्बर कति छ प्लस 400, बचेको के हाम्रो, यो बचेको यो चाहिँ हाम्रो के हो, यो माइनस 2000i ल, और यो हाम्रो घटाउँदा कति आउँछ 0.4y आउँछ, इज इक्वल्स टु यो हिसाब गर्ने, 200 मा 200 जोड्दा 400, 400 800, 800 मा 75 गर्दा 800 मा हाम्रो 75 गर्दा 725 माइनस 2000i, 2 to 400, 4 4 800, 800 मा 75 गर्दा 725, और y को y
725 डिभाइड बाई यो 0.4 पनि हुन्छ माइनस यसले दुईटैले डिभाइड गर्छ नि त यता गएर 2000 डिभाइड बाई 0.4 अनि आई है र लास्टमा हाम्रो आउँछ इक्वेसन y इक्वेसन अथवा y भनेको इक्वेसन कति आउँछ हाम्रो आउँछ हाम्रो कति इक्वेसन आउँछ भन्दा यो 1812.5 माइनस 5000 आई यो नै हाम्रो के हो आइएस फंक्सन भने पनि एउटै हो इक्वेसन भने नि एउटै हो ल यसलाई मैले इक्वेसन 1 माने अहिले पछि सजिलो हुन्छ यस्तै मान्ने भने बल्ल हाम्रो यसमध्ये पनि एउटा आन्सर आयो आइएस फंक्सन अथवा इक्वेसन अब यसपछि हाम्रो पालो के एलएम फंक्सनको पत्ता लगाउने है अब सके हैन अब यो बल्ल त एलएम फंक्सनमा आयौं एलएम फंक्सन यहाँ के लेख्ने फर एलएम फंक्सन लेख्ने भयो फर एलएम इक्वेसन लेख्ने भयो है एउटै हो एलएम फंक्सन लेख्नु र इक्वेसन लेख्नु के हो एउटै है एलएम फंक्सन अथवा इक्वेसन अब एलएम ले त के भन्छ भन्दै मैले हजुरलाई एमडी एमएस पछाडीको भिडियोमा अब एमडी हामीलाई ठ्याक्कै दिए छैन कसरी थाहा हुन्छ माथि एमडी भन्ने छ कतै तपाईलाई तर एमडी भनेको त के हो एमटी प्लस एमएसपी एमटी प्लस एमएसपी अब एमएस पनि छैन छन त छ तर एम भनेर दिएछ है एम भनेर लेख्दै मैले है अनि यसलाई अलि विस्तृत रूपमा लेख्दै के फुलाएर लेख्दै यसलाई एक्सपान्ड गरेर लेखेको फर्मुला एमटी कति छ हाम्रो 0.5 y प्लस एमएसपी कति छ 100 माइनस 1000 आई उ त्यहाँ माथि छ है अनि इक्वल्स टु एम भनेको छ 500 और मैले अघि भने जस्तै y लाई सिंगल गराउनु और सबै उता लैजानु 500 यो प्लस को 100 यता माइनस 100 माइनस 1000 के हुन्छ प्लस को 1000 आयो है और 0.5y अनि 500 मा 100 गर्दा 400 प्लस 1000 आई है अब यो के हुन्छ यो y 0.5 ले के गर्छ यो 400 लाई पनि डिवाइड गर्दिन्छ प्लस यो 1000 लाई पनि कसले डिवाइड गर्दिन्छ 0.5 ले र हाम्रो इक्वेसन आउँछ कति यहाँ मैले साइडमा लेखेला है इक्वेसन y इक्वल्स टु कति आउँछ हाम्रो 800 प्लस 2000 आई यो चाहिँ हाम्रो आर को आन्सर भयो यो भयो हाम्रो यो चाहिँ अलि छिटो आउँछ तपाईको जहिले पनि आइएस लाई अलि टाइम लाग्छ एलएम फंक्सन इक्वेसनलाई अथवा फंक्सनलाई अलि टाइम लाग्छ यसलाई छिटो यो ढिलो हुन्छ है हजुरको अब यति भइसकेपछि 1 नम्बरको काम सकियो हजुरको 1 नम्बरको काम सकियो अब हामी 2 नम्बरमा के सोधेको त हामीलाई 2 नम्बरमा के सोधेको भनेसी डिटरमाइन इक्विलिब्रियम आउटपुट एन्ड रेट अफ इन्ट्रेस्ट दुईटा कुरा सोधेको के कुरा सोधे हामीलाई इक्विलिब्रियम आउटपुट इक्विलिब्रियम आउटपुट भन्यो भने हजुरले बुझ्नु पर्यो आउटपुट भन्नु र इन्कम भन्नु सेम हो जस्तै अहिले इन्कम भन्नु y निकाल्थ्यौ नि आउटपुट भन्नु र y र इन्कम भन्नु के हो y नै हो है र अर्को के सोधे हामीलाई इक्विलिब्रियम रेट अफ इन्ट्रेस्ट अर्थात i भन्नु पनि के हो सेम हो है रेट अफ इन्ट्रेस्ट है एउटा y सोध्यो एउटा i सोध्यो यस्तो सोध्यो भने जहिले पनि आफुलाई ध्यान हुनु पर्यो हामीले के थाहा हुनु पर्यो नि यो जनरल इक्विलिब्रियम को कन्डिसनलाई तिर जानु पर्छ नि जनरल इक्विलिब्रियम कन्डिसन भन्ने लेख्नु हजुरले जनरल इक्विलिब्रियम कन्डिसन भन्ने लेख्नु है जनरल इक्विलिब्रियम कन्डिसन किन गर्नु पर्यो अघि त सिधै y आथ्यो नि अघि त सबै भ्यालु थियो र आयो ठ्याक हैन जनरल इक्विलिब्रियम कन्डिसन किन गर्नु पर्यो नि हामीलाई y र i निकाल्नलाई त्यस्तो गर्नुपर्छ है हामीले इक्वेसन 1 र इक्वेसन 2 लाई इक्वल गर्छौं जनरल इक्विलिब्रियममा त्यस्तो गर्न पाइन्छ अर्थात के गर्न पाइन्छ IS = के गर्न पाइन्छ LM अब IS मा कति भ्यालु आछ यहाँ 1812.5 माइनस 5000i = LM मा कति आछ हाम्रो 800 प्लस 2000i है ल और अब के गरौँ यो i ले सल्भ गर्नु नि त हामीले त्यही भएर i ले यतै ल्याइदियौं 5000i माइनस मा भयो यो प्लस को पनि आउँदै त माइनस 2000i भयो 800 को 800 यो प्लस को उता जाँदा माइनस 1812.5 और माइनस 7000i है अनि यता हाम्रो कति हुन्छ यो 800 यो घटाउँदा 1012.5 है ल यति आउँछ हाम्रो अनि हाम्रो हुन्छ यो और यो हाम्रो हुन्छ यो पनि माइनसमै हुन्छ है अनि i ले i हुन्छ यहाँ अनि यो हाम्रो माइनस 1012.5 लाई यो माइनस 7000 ले डिवाइड गरिदिनुस् माइनस 7000 ले डिवाइड गरिदिनुस् माइनस माइनस काट्यो कहिले पनि इन्ट्रेस्ट उसमा आउँदैन है माइनसमा ब्याज त हामीले के गर्ने हो
कतै ऋणमा राख्यौँ, हामीले कसैलाई पैसा पनि दिउँ अनि उसँग हामीले ब्याज माग्छौँ कि हामीले उल्टै दिन्छौँ, हामीले माग्छौँ नि त होइन, त्यस्तो हुँदैन। जसले पैसा दियो त्यसैले ब्याज दिने हो र। हेर्नु है, अब यहाँ यसमा मैले डिभाइड गर्दा आउँछ हाम्रो 0.1446 आउँछ है, और 100 ले गुणन गरेर 14.46% लेख्नु। आई त आयो हाम्रो, अब बाँकी के छ, सरी आई त आयो, बाँकी के छ हाम्रो वाई है। अब यसपछिको कन्टिन्यू मैले यहाँ गर्दै हजुरलाई, यसपछिको यहाँ मैले यस्तो बनाएँ है यहाँ बोर्डमा। अब फेरि लेख्छु मैले पुटिङ, एगेन लेख्दै यहाँ मैले पुटिङ द भ्यालु अफ आई इन, अब कुनै पनि एउटा इक्वेसनमा राख्ने आईको भ्यालु, जस्तै यहाँ राखे पनि आईको भ्यालु राखे नि एन्सर आउँछ, यहाँ राख्यो भने पनि हजुरको एन्सर आउँछ। इन इक्वेसन मानव मैले 2 मा राख्दै ल, सजिलोलाई प्लस वाला लेखौँ न त ल, 800 प्लस 2000 आई, अनि यहाँ के गर्नु 800 प्लस 2000 इन्टु आई को भ्यालु फेरि राख्दा ख्याल गर्नु है, यो पनि आई को भ्यालु हो, यो पनि हो, तर हाम्रो ओरिजिनल भ्यालु यो हो कि नै, यो त पछि निकालेको नि 100 ले मल्टिप्लाई गरेर, जुन ओरिजिनल हो त्यसलाई राख्ने है 1446। यसरी मल्टिप्लाई गर्दा हजुरको फाइनल एन्सर कति आउँछ भन्दा आउँछ हजुरको फाइनल एन्सर 1090। अब यो ठ्याक्कै मैले एन्सर यहाँ हेरेर लेख्दै, हजुरले क्याल्कुलेटर युज गर्नु है, बिलियन भनेर लेख्ने यसरी ल। बिलियन किन लेख्यो भने क्वेसनमा जताततै बिलियनको युज भयो, तल हजुरले क्वेसन नम्बर 3 मा पढ्नुभयो भने त्यहाँदेखि बिलियन लेखेको ल। हजुरलाई 1 र 2 को यति भयो एन्सर है। अब 3 मा हल्का चेन्जेस हुन्छ है ल। वाट विल बी द साइमल्टेनियस इफेक्ट, मैले भन्दा नि इफेक्ट भन्यो भने बुझिहाल्नु पर्यो। वाट विल बी द साइमल्टेनियस इफेक्ट अन द इक्विलिब्रियम आउटपुट एन्ड रेट अफ इन्ट्रेस्ट। फेरि के इफेक्ट पर्छ त इक्विलिब्रियम रेट अफ इन्ट्रेस्ट र इक्विलिब्रियम इन्कममा भन्ने सोध्या, त्यसको मतलब फेरि निकाल्नुस् भन्न खोजेको है। इफेक्ट भन्दा इक्विलिब्रियम लेभल अफ इन्कम निकाल्ने, हामीले फेरि के निकाल्ने वाई निकाल्ने, वाई इज इक्वल्स टु वाट, र अर्को के निकाल्ने इक्विलिब्रियम रेट अफ इन्ट्रेस्ट, अर्थात् के निकाल्ने आई निकाल्ने है, आई निकाल्नु पर्यो हामीले। अब यसको लागि फेरि हेर्ने त्यहाँ केही चेन्जेस भन्छ त मैले भाषामा पढौँ है। वाट विल बी द साइमल्टेनियस इफेक्ट अन द इक्विलिब्रियम आउटपुट एन्ड रेट अफ इन्ट्रेस्ट वेन द सेन्ट्रल ब्याङ्क, के भने यो चाहिँ डिपमा जानु पर्दैन, सेन्ट्रल ब्याङ्क ध्यान दिनुपर्ने यहाँ के छ रेड्युस भनेको बुझ्ने माइनस, रेड्युस डिक्रिज भन्दा माइनस गर्नुपर्छ, इन्क्रिज भन्दा के गर्नुपर्छ प्लस, रेड्युस मनी सप्लाई एउटा हेडिङको नाम आयो कि नि मनी सप्लाई, तर यहाँ मनी सप्लाईलाई एम भनेछ है, मैले यसरी लेख्दै एम अथवा मनी सप्लाई के अरे मनी सप्लाई बाई 200 बिलियन, के अरे वेन द सेन्ट्रल ब्याङ्क रेड्युस मनी सप्लाई बाई 200 बिलियन। जति पुरानो मनी सप्लाई थियो नि, कति छ यहाँ मनी सप्लाई, त्यहाँ 500 छ लास्टमा हेर्नु त, त्यो 500 मा कतिले रेड्युस भनेपछि माइनस गर्नु पर्यो, कतिले 200 ले रुपिज लेख्नु परेन, लास्टमा लेख्दा हुन्छ, अहिले डिजिटमै हिसाब गरौँ 300 है। अनि फेरि पढौँ कन्टिन्यू। एन गभर्नमेन्ट भनेपछि जी, गभर्नमेन्ट भनेपछि जीमा के हुन्छ त गभर्नमेन्ट रेड्युस, फेरि यो पनि माइनसै गर्ने छ, पुरानो गभर्नमेन्ट कति छ 400, रेड्युस भनेपछि के गर्ने माइनस, रेड्युस इट्स प्लान्ड एक्सपेन्डिचर बाई 100 बिलियन, कतिले रिड्युस गर्छ अरे 100 बिलियनले, मतलब यो कति हुन्छ 300। अब सेम हिसाब गर्नु पर्यो, सेम तरिकाले गर्नु पर्यो, सेम तरिकाले वाइ र आई नै पत्ता लगाउनु पर्यो अघि भने जस्तै। मात्र के फरक भयो भन्दा अघि एम को भ्यालु 500 थियो, अब 300 राखेर गर्नु पर्यो ज्यादा राखेको, अघि जी को भ्यालु 400 थियो, अब कति राखेर गर्नु पर्यो 300 राखेर गर्नु पर्यो, 500 र 400 लाई 300 राखेर गर्नु पर्यो ल। फेरि लेख्ने फर आइएस इक्वेसन, उयो पुरै प्रोसेस सेम हो, हजुरलाई बरु बोर लाग्न सक्छ है त्यो गर्दा गर्दै, बोर मान्नु त भएन, हिसाब गर्नै पर्यो, सी प्लस आई प्लस जी ल, हाम्रो फर्मुला भयो। और वाई इज इक्वल्स टु सी भनेको छ 200 प्लस 0.75 वाई माइनस टी, आई भनेको कति छ हाम्रो 200 माइनस 2000 आई प्लस जी भनेको कति छ हाम्रो, जी भनेको यो 400 हो, यो राख्ने हैन। अब नयाँ चेन्ज भएको जी छ यहाँ हेर्नु त हामीसँग 300 है, यो नयाँ चेन्ज भएको यो चेन्ज भयो यसमा है जी ल, एउटा 300 यहाँ चेन्ज भयो, आइएस इक्वेसनमा यो चेन्ज हुन्छ, अनि यो एम त कहाँ युज हुन्छ हाम्रो एलएममा त्यो चेन्ज हुन्छ है, अरु त सबै सेम हो। वाई माइनस 200 प्लस 0.75 वाई, अब हेर्नुहोस् टी को ठाउँमा दुईटा भ्यालु छन्, अघि जस्तै फेरि ब्राकेट बिग ब्राकेट स्मल ब्राकेटको काम गर्नु पर्यो, 100 प्लस 0.2 वाई अनि ब्राकेट
200 माइनस 2000 आई, यसलाई साराम 300। ल तपाईँले हाइलाइट गर्न मैले फेरि गरेँ, अलिक कम्पेयर गर्नुभयो भने अघिको हिसाबसँग लेखेर कपीमा यो साइडमा कपीमा यो A1 र 2 लेख्नुहोस् जहिले पनि एक्जाममा, ठ्याक्कै यो साइडमा लेख्नु भने तपाईँले सबै सेम छ, कम्पेयर गर्नुलाई त एकचोटि लेखेर। अनि यति मात्र टेन्सन छ। यहाँ अघि हामीले 5 कति लेख्थ्यौँ हामीले जीको, यहाँ जीको ठाउँमा हामीले 400 लेखेँ, अहिले 3 लेख्दै जान्छु मैले 300 है। ल अनि y को y 200 प्लस 0.75 y माइनस 100 प्लस माइनस माइनस 0.2 y अनि प्लस 200 माइनस 2000 i प्लस 300। ल मैले हाइलाइट गर्दै अरू हेर्नलाई त ठ्याक्कै फरक मात्र परेर त्यस्तो गर्नु पर्दैन फुल जस्तो। फेरि सरलाई त एक्जाममा फेरि के फुल बनायो भन्ने होला सरलाई पढाएर आउनु होला लास्टमा एक्जाममा फेरि। ल तपाईँ पढाउनु त होइन नि, यहाँ म तपाईँलाई बुझ्नको लागि लेखिदिएको त्यो चेन्जेस। यो y भन्नु के हो 1y हो, 1y मा 0.2y के गर्नु पर्यो लेस माइनस छ नि त हैन। अनि के आउँछ 0.8y माइनस 100 प्लस 200 माइनस 2000i प्लस 300 है। ल सेम छ अघिको हिसाबहरूले कम्पेयर गर्नुभयो भने अझैसम्म पनि सेम छ, त्यही हो 300 चेन्ज भयो यति हो। प्लस कति हुन्छ यो 7 8 56 8 5 40 को 0 अनि 4 भयो 7 8 56 56 र 4 भनेको 60 0.6 अझ 0.60 त 6 है 6y माइनस 75 अनि प्लस 200 माइनस 2000i प्लस 3000। यहाँसम्म सेम हो, यो अघि गरेर कम्पेयर गर्नु। अनि y को y होइन अब चाहिँ हिसाब सल्भ गर्न सकिन्छ, यता ल्याउन सकिन्छ। यो y भन्नु के हो 1y हो होइन। जस्तै यो y यो पनि हाम्रो कता छ y, अर्को यहाँ y छ, यसलाई एकातिर गराउने प्लसको 0.6y यता आउँदा माइनस होइन। अनि फेरि हाम्रो यहाँ नम्बर 200 अर्को नम्बर कति छ माइनस 75 अनि प्लस कति छ 200 एउटै साइडमा छ त्यही भएर साइन चेन्ज भएन। अनि अर्को यहाँ कति छ 300 हो। अघि यहाँ तपाईँको यत्नानिर के थियो यहाँ 400 थियो। अनि बच्यो के यो बच्यो कि हाम्रो यो माइनस 2000i है। और 0.4y इक्वल्स टू अब यसलाई हिसाब गर्नु पर्यो कति हुन्छ 3 र 2 400 4 र 3 700 700 बाट यो गर्दा 625 माइनस 2000i और y इक्वल्स टू यहाँ जाँदा y स्मल y गएछ हाम्रो यो बिग y इक्वल्स टू 625 लाई यो 0.4 ले नि भाग गर्छ, यसलाई पनि 2000 लाई पनि भाग गर्छ 0.4 ले i है। ल और देयरफोर हाम्रो y इक्वल्स टू कति आउँछ त भन्दा ल यसो कति आउँछ त्यसको ल यो गर्दा हाम्रो 625 भागा 0.4 गर्दा 1562.5 माइनस 2000 भागा 0.4 गर्दा हजुरको 5000i यो भयो। अर्को नयाँ आयो, नयाँ वाला के आयो आइएस इक्वेसन। अघि 1 र 2 भयो, यसलाई मान्नुहोस् हजुरले 3। ल यति भइसकेपछि फेरि के गर्नु पर्यो हामीले फेरि यहाँबाट गर्नु पर्यो फेरि फर एलएन इक्वेसन। एउटै प्रोसेसलाई हल्का चेन्जेस मात्र गरे हजुरको है। जस्तै यहाँ के चेन्ज भयो हल्का चेन्ज, यहाँ 300 चेन्ज भयो कि अघि 400 थियो, यहाँ पनि त्यस्तै अघि जस्तै के हुन्छ एमडी इक्वल टु के हुन्छ एमएस हुन्छ। अनि एमडी लाई यहाँ के दिएछ एमटी प्लस के दियो एमएसपी दियो। अनि एमएस भन्नु र एम भन्नु सेम हो र एमटी भनेको छ 0.5y त्यो माथि के नि राख्नु, एमएसपी भनेको पनि त्यही राख्नु 100 माइनस 1000i राख्नु। तर यहाँ अब हाम्रो एम चाहिँ कति हुन्छ एम भनेको त्यहाँ 500 छ, तर यहाँ चेन्ज भएको एम लेख्ने है, यो वाला एम लेख्ने 500 हैन अब कति हो यो 300। ल यसको पनि चेन्ज भएको यही हो फुली बनाउने भने 0.5y अनि इक्वल्स टु अब यसलाई उता लग्यो नि किन y छ लाई त सिंगल बनाउनु पर्छ, ये 300 चेन्ज भएको माइनस त्यो प्लस को 100 यता गएर माइनस भयो अनि माइनस को चाहिँ यता गएर के हुन्छ 1000i भयो। ल अब यहाँ चाहिँ यसको यहाँ लेखेँ अलि ठाउँ पुग्दैन भन्नु यहाँ लेख्नु ल और 0.5y अनि 200 प्लस 1000i। अब फेरि के गर्ने y लाई यहाँ लेख्नु 200 डिवाइड बाइ 0.5 प्लस 1000 लाई पनि डिवाइड गर्छ 0.5 ले 0.5i
देयरफोर y इज इक्वल्स टु 400 प्लस 2000 i। यो चाहिँ हाम्रो भयो इक्वेसन नम्बर 4 अर्थात् एलएम इक्वेसन, अर्को एनदर एलएम इक्वेसन है। फेरि गर्नु पर्यो नि त हामीलाई, फेरि के निकाल्नु पर्यो हामीलाई, इक्विलिब्रियम लेभल अफ इन्कम र इक्विलिब्रियम रेट अफ इन्ट्रेस्ट। अब बल्ल हम नाउ के लेख्यौं, जनरल इक्विलिब्रियम कन्डिसन। जनरल इक्विलिब्रियम कन्डिसनले के भन्छ, आइएस इज इक्वल्स टु एलएम। आइएस कति छ हाम्रो आइएस छ हाम्रो 1562.5 माइनस 5000 i। यहाँको लेखेँ मैले, हेर्नुहोस् हैन, इक्वेसन 3 भने इक्वेसन 4 हाम्रो एलएम कति छ हाम्रो, एलएमबाट आएको नि 400 प्लस 2000 i। यसलाई पनि अघि जस्तै माइनस 5000 यही राख्नु i र त्यसलाई यता लिएर आउनु i एकातिर गरौँ, अनि 400 माइनस 1562.5 और यो गर्दा माइनस 7000 i इज इक्वल्स टु यो गर्दा कति आउँछ, माइनस 1162.5 और i को i लेख्नु यहाँ माइनस 1162.5 भागा कति हुने भयो, माइनस 7000। माइनस माइनस कट, डिभाइड हुँदा हाम्रो एन्सर आउँछ i इज इक्वल्स टु 0.1660 आउँछ है। और यसलाई 100 ले मल्टिप्लाई गरेपछि 16.60%। यो त आई आयो। अब यसपछि हामीले के निकाल्छौं, y निकाल्छौं है। सधैँ पहिला i आउँछ त्यसपछि y है। again putting the value of i in equation कि 1 र 2 मा राखे न, कि 3 मा कि 4 मा है। जुनमा राखे पनि एउटै एन्सर आउँछ, फेरि 3 र 4 मा है। 1 र 2 मा राख्न पाइएन, आइबी है। मैले अहिले पनि मैले आइबी पनि राख्दै। आइबी हाम्रो इक्वेसन कति छ, y = 400 प्लस 2000 i। 400 को 400 प्लस 2000 इन्टु i को भ्यालु कति छ, 0.1660 रुपीज। कति आउँछ त हाम्रो यो एन्सर गर्दा, यसरी गर्दा 732 बिलियन का कुरा भाषामा गरेर भनेपछि बिलियन लेख्नु यसमा पनि। ल यो पनि सक्यो है। हजुरहरुलाई हामीले दुईवटा क्वेशन त गरिसक्यौं ओल्ड इज ओल्डबाट। मैले एउटा क्वेशन नम्बर 9 गराएँ हजुरहरुलाई र एउटा क्वेशन नम्बर 6 गराएँ। त्यसपछि त्यो क्वेशनहरु सेम भइहाल्यो हैन। मैले हजुरलाई के एक्स्ट्रा होमवर्कहरु पनि दिएको छु है। अब बाँकी र यो एउटा मैले एक्स्ट्रा क्वेशन लिएर आएको छु बुकबाट, किनकि यो क्वेशन गर्न अति आवश्यक छ। त्यहाँ भएको क्वेशन भन्दा यो अलि भिन्दै छ युनिट 5 मा। अनि यो क्वेशन गरिसक्यौं भने यसरी तीनवटा क्वेशन गर्यौं भने बल्ल हाम्रो के हुन्छ, तपाईको यो च्याप्टर सकिन्छ हजुरहरुलाई। यदि तीनवटा हिसाब गर्नु भने हजुरहरुलाई इनफ हुन्छ है। ल यो हिसाब गर्नु भन्दा अगाडि मैले तपाईहरुलाई एउटा कुरा सिकाउँछु है। यहाँ एउटा कुरा ध्यान दिएर सिक्नु हेर्नु है। एउटा हुन्छ y, यसलाई पनि इन्कम भन्छ, यसलाई पनि yd लाई नि इन्कम भन्छ। यसलाई भन्छ डिस्पोजेबल इन्कम, yd d फर डिस्पोजेबल इन्कम। अब यसलाई इन्कम भनौं नर्मली, यसलाई इन्कम। अब यिनी दुईवटा फरक हो। यदि क्वेशनमा एउटै छन् भने छदैनन्, एउटा इन दुईटा मध्ये यो मात्र छ भने यसलाई yd भनिनु, y भनिनु। क्वेशनमा yd को कुरा आयो भने फरक हो भन्नु है। y भन्नु र yd भनेको फरक हो। yd भनेको y मा माइनस ट्याक्स प्लस टीआर अथवा ट्रान्सफर पेमेन्ट। ट्याक्स भनेको त थाहा छ हजुरलाई, टी फर ट्याक्स, गभर्नमेन्टलाई तिर्ने। टीआर भनेको ट्रान्सफर पेमेन्ट है, ट्रान्सफर पेमेन्ट अर्थात ट्रान्सफर पेमेन्ट के भत्ताहरु, अब अपाङ्ग भत्ता, वृद्ध भत्ता, तीन कुराहरु। त्यो मानव एउटा मान्छेले 100 रुपैयाँ कमायो भन्ने सुन्यो सुरुमा, त्यो भयो इन्कम, त्यो भयो y। त्यसले ट्याक्स तिर्न पर्यो सरकारलाई मानव 20 रुपैयाँ, त्यो लेस गर्ने किनकि यसको आम्दानीबाट जान्छ। कति बन्छ 80 रुपैयाँ। मानव सरकारले उसलाई त्यो अब त्यो अपाङ्ग सम्बन्ध वृद्ध भत्ता उसलाई 10 रुपैयाँ दियो अरे, उसको आम्दानी कति भयो, आम्दानी गर्दा 100 मा 20 ट्याक्स तिर्दा 80, 80 मा 10 जोड्दा 90, 90 रुपैयाँ चाहिँ के भयो हाम्रो डिस्पोजेबल इन्कम। 100 रुपैयाँ चाहिँ के भयो इन्कम है, 90 रुपैयाँ डिस्पोजेबल इन्कम। ल यति जानिसकेपछि
अब अगाडि बढाउँ हिसाबमा है। ल मैले इरेज गरेँ। अब क्वेसन पढौँ। क्वेसन नम्बर एक्स्ट्रा भनेर राख्दैछु अथवा क्वेसन नम्बर अब हाम्रो तेस्रो भयो है यो। द मेजर मैक्रो एग्रिगेट्स फर एन इकोनोमी, मेजर मैक्रो इकोनोमिक्स फर द इकोनोमी भनेर हाम्रो केही कम्पोनेन्ट्सहरु दिएछ है। कन्जम्सन सी भनेर दिएछ हजुरले कति 60 प्लस 0.8 वाइडी हो। यहाँनिर वाइडी आयो नि, यो त क्वेसनले यस्तो भन्दैछ, नभने पनि आफूलाई याद हुन पर्यो। वाइडी को ठाउँमा अहिले हामीले के राख्नु पर्छ, वाई माइनस टी प्लस टीआर है। अनि ट्याक्स भन्न दियो, लमसम ट्याक्स भन्न दियो, ट्रान्सफर पेमेन्ट पनि दिएछ, अहिले यो गर्न पर्छ त्यहाँबाट। इन्भेस्टमेन्ट दियो हामीलाई, गभर्नमेन्ट एक्सपेन्डिचर दियो, एक्सपोर्ट एक्स भन्न दियो, इम्पोर्ट एम दियो, मनी डिमान्ड एमडी दियो, मनी सप्लाई एमएस दियो हैन। यति भइसकेपछि हामीलाई सोध्यो के, कम्प्युट इक्विलिब्रियम रेट अफ इन्ट्रेस्ट एन्ड लेभल अफ इन्कम। इक्विलिब्रियम रेट अफ इन्ट्रेस्ट, इक्विलिब्रियम रेट अफ इन्ट्रेस्ट भनेको के हो, आई, आई इज इक्वल्स टु व्हाट। अनि इक्विलिब्रियम लेभल अफ इन्कम, लेभल अफ इन्कम भनेको के हुन्छ भने मैले वाई यो निकाल्ने, अघि जस्तै पछिल्लो हिसाबमा गरेको थिएँ सेम गरौँ। यसलाई पनि के गरौँ पहिला, अब आई र वाई निकाल्न छ नि त मैले के गर्ने भन्थे, फर आइएस इक्वेसन भनेर पहिला आइएस इक्वेसन निकालौँ, त्यसपछि एलएम इक्वेसन निकालौँ, दुईटालाई इक्वेट गरौँ, इक्वेट गरेपछि के आउँछ, आई को भ्यालु आउँछ। अनि आई को भ्यालुहरु वाई मा हाल्दिउँ न। ल यसको लागि के हुन्छ, हाम्रो फर्मुला के छ, y इज इक्वल्स टु c प्लस i प्लस g। छ भने x र m, छ वहाँ 6 र 7 नम्बरमा छ है, x माइनस m पनि हुन्छ है। ल अब हिसाब गर्दै जाऊँ, भ्यालु राख्दै जाऊँ, एन्सर आफै आउँछ। 60 प्लस 0.8 वाइडी हो। यो वाइडी देख्न हो भने यसलाई आफै बुझ्न पर्यो कि अब सेकेन्ड स्टेपमा वाइडी भएर केमा चेन्ज गर्नु पर्छ, y माइनस t प्लस tr है। किन माइनस गर्ने टी लाई, टी भनेको ट्याक्स, जी भनेको सरी टी भनेको ट्याक्स, टीआर भनेको पाउने कुरा, टीआर भनेको ट्रान्सफर पेमेन्ट। अनि आई को भ्यालु कति छ, 100 माइनस 5i प्लस जी कति छ 76 करोड प्लस एक्स माइनस एम, एक्स कति छ हाम्रो यो छ 76 करोड, यो पनि 76 अनि 70 रे के सरी यो 70। अनि मैले बिग ब्राकेट किन दिए भने हाम्रो m भनेको चाहिँ दुईटा डिजिटमा के 12 प्लस 0.2y, अहिले खोल्नु पर्छ नि त माइनसले। ल के भयो हाम्रो c भनेको 60 प्लस 0.8 वाइडी राखे, त्यसपछि i को भ्यालु 100 माइनस 5i राखे मैले, त्यसपछि g को भ्यालु कति राखे मैले 76 करोड राखे, अनि त्यसपछि x को भ्यालु कति छ 70 करोड राखे, माइनस m भनेको कति छ 12 प्लस 0.2y। र अब यसलाई सल्भ गरौँ, y को ठाउँमा y नै लेख्नु 60 प्लस मैले के भन्थे 0.8, आफूले त्यहाँ भनेछ, अहिले त हामीलाई यहाँ भनेछ है, मैले हाइलाइट गर्दै यहाँ भने छैन, नभनेको भने आफै थाहा हुनु पर्यो है। वाइडी भनेको त के हुन्छ, y माइनस t प्लस tr गर्नुपर्छ, यहाँ फर्मुला लेख्नुपर्छ है। 100 माइनस 5i प्लस 76 नै लेखौँ यसलाई। अनि भित्र यो 70 को 70 माइनस प्लस माइनस को 12 माइनस प्लस माइनस को 0.2y है। और y को y 60 प्लस 0.8 y को भ्यालु हुँदैन, माइनस t को भ्यालु छ, t भनेको कति छ त्यहाँ हेर्नु भने 15 करोड छ, tr भनेको कति छ 60 करोड छ, t भनेको 15 tr भनेको 60 छ है। त्यो राखे मैले रिप्लेस गरेर ल्याउँ है, 80 को ठाउँमा अंक राखिदिएँ। ल 76 अब यो हिसाब हुन्छ, यो कति हुन्छ त 70 मा माइनस 12 गर्दा 58 माइनस 0.2y प्लस और y को y 60 को 60 प्लस 0.8 अनि के गर्ने, अब केही नगर्ने माइनस यो दुईटालाई हिसाब गर्ने, माइनस 15 प्लस 60 हाल्नु क्यालकुलेटरमा, हजुरहरुको भ्यालु आउँछ 45 प्लस 100 माइनस 5i प्लस 76 प्लस अब यसलाई पनि खोल्दिउँ प्लस 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 50 प्लस माइनस माइनस 0.2y और y को y लेख्नु 60 को 60 प्लस 0.8y। अब 0.8 ले यसलाई पनि मल्टिप्लाई गर्नु है, 0.8 ले 45 लाई मल्टिप्लाई गर्दा 36 आउँछ है, प्लस 100 माइनस 5i प्लस 76 प्लस 58 माइनस 0.2y। अब यति गरिसकेपछि हामीले हेर्ने यहाँ पनि y छ, यहाँ पनि y छ, यहाँ पनि के छ
y छ है y लाई सबले यतातिर लिएर यता ल्याउनु पर्छ नि यो y भन्नु र 1y भन्नु सेम हो प्लस को 0.8 यता आउँदा माइनस को 0.8y अनि माइनस को यो आउँदा पनि प्लस 0.2y र नम्बर कति छ यहाँ 60 प्लस कति छ यहाँ 36 प्लस कति छ यहाँ 100 प्लस यहाँ कति छ 76 प्लस यहाँ कति छ 58 यति लेख्नु अनि बचेको यो छ नि हाम्रो 5y यसलाई लास्टमा लेख्दिनु माइनस 5y है अब हिसाब गरौँ यो हाम्रो क्याल्कुलेसन गर्दा 1 मा माइनस 0.8 प्लस 0.2 गर्दा आउँछ 0.4y अनि यताको हिसाब गर्दा हाम्रो आउँछ 330 माइनस 5y है ल अब यसलाई हामीले डिभाइड गर्छौं y लाई यहाँ राख्छौं अनि 330 डिभाइड बाइ 0.4 माइनस 5/0.4i देयरफोर यति भाग गरेपछि आएको हाम्रो एन्सर कति आउँछ यो कति आउँछ त एन्सर भन्दा हाम्रो यो आउँछ हाम्रो एन्सर 825 माइनस 12.5i ल यो नै हाम्रो के भयो पहिलो इक्वेसन भयो इक्वेसन नम्बर 1 भयो है इक्वेसन नम्बर 1 अब यसपछि जाम इक्वेसन 2 पत्ता लगाउनलाई अर्थात के गर्नलाई फर lm इक्वेसन भनेर फर lm इक्वेसन lm इक्वेसनको फर्मुला के हो md ms ल md ms md भनेको यहाँ छ हाम्रो है 0.22y अनि माइनस 10i ms भनेको छ 100 करोड अर्थात 100 ल्याएर लेख्नु यहाँ है y लाई सिंगल ले बनाउनु पर्यो 0.2y यहाँ यो 100 यो माइनस को 10 यता गरे के भयो प्लस 10i भयो और 0.2 ले उता गरे के भयो डिवाइड हुन्छ 100 डिवाइड बाइ 0.2 प्लस 10 डिवाइड बाइ 0.2i देयरफोर y भनेको कति आउने भयो डिवाइड गर्दा 500 प्लस 50i ल यसलाई लेख्नु इक्वेसन नम्बर 2 हो यसरी आईएस इक्वेसन पनि पत्ता लगाइयो हामीले एलएम इक्वेसन पनि पत्ता लगाइयो अब जाम मेन कामतिर है मेन कामतिर नाउ यहाँ लेख्नु फर जनरल इक्विलिब्रियम कन्डिसन जनरल इक्विलिब्रियम कन्डिसन हो लेख्नु ठ्याक्क जनरल इक्विलिब्रियम कन्डिसन है ल जनरल इक्विलिब्रियम कन्डिसन गर्नु पर्यो किनकि हामीलाई इक्विलिब्रियम रेट अफ इन्ट्रेस्ट निकाल्न जनरल इक्विलिब्रियम कन्डिसनले के भन्छ आईएस lm भन्छ है आईएस को कति आछ हाम्रो इक्वेसनको यहाँ भ्यालु हेर्नु 825 माइनस 12.5i यो सेकेन्ड इक्वेसन हाम्रो कति यहाँ 500 प्लस 50i है 500 प्लस 50i है ल यसलाई सल्भ गरौँ माइनस 12.5i किनकि अल्फाबेटलाई यता लिएर अनि यो माइनस हुन्छ यता आउँदा 50i अनि यो 500 को 500 यसलाई उता लगिदिनु माइनस 825 और यो गर्दा माइनस 37.5i यो गर्दा माइनस 325 और i लाई यतै राख्नु माइनस 325 डिवाइड बाइ कति गरिदिनु माइनस 37.5 यो र यो कट भयो देयरफोर i भनेको हाम्रो आउँछ 5.2 और यसलाई 100 ले गुणन गरेपछि 520% आउँछ है के नआतिनु धेरै ठुलो पर्सेन्ट आयो भने आतिनु पर्दैन हामीलाई एन्सर सँगसँगै गरौ एन्सर मिलेछ 5.2 है 5.2 नै त्यसको एन्सर बुकमा अगेन अब i त पत्ता लाग्यो अब कि त हामीलाई y पत्ता चाहियो है y को लागि के गर्ने y को लागि पुटिङ गर्छौं न हामीले गरेको थिएन पुटिङ द भ्यालु अफ i भ्यालु इन इक्वेसन कुनै एउटामा राखे हुन्छ इक्वेसन हजुरले 1 मा राख्ने हुन्छ 2 मा राख्ने हुन्छ ल मैले 2 मा राख्दै इक्वेसन 2 मा है इक्वेसन 2 लाई लेखे अनि 2 राख्दै y 500 प्लस 50i 500 प्लस 50 इन्टु i भनेको 5.2 मान्छे 500 को 500 50 इन्टु 5.2 गर्दा
पाँच 25, 5 दुना 10, 200, 250, 60 मतलब यो 760 रुपियाँ लेख्नु। अनि यहाँ कतै हेर्नु कतै के लेख्यो, करोड देख्यो कि मिलियन देख्यो कि बिलियन, करोड लेख्छ नि त रद्दै। अनि यसलाई के लेख्नु, करोड भनेर लेख्नु है। यसलाई के लेख्नु, करोड भनेर लेख्नु। ल यति भइसकेपछि हाम्रो कति नम्बरको सक्यो, यसको ए सक्यो है। ल ए पछि जाउँ बी मा। ए पछि बी मा बी ले के सोध्यो, यो अब 10 मा सोध्न सक्छ, 15 मा सोध्न सक्छ। ल 10 मा सोध्यो भने ए को 8 मार्क्स दिन्छ कि बी को 2 मार्क्स जम्मा। फाइन्ड द ब्यालेन्स अफ ट्रेड, के भनौँ, ब्यालेन्स अफ ट्रेड। ब्यालेन्स अफ ट्रेड निकाल्नु भनौँ, ब्यालेन्स अफ ट्रेड। ब्यालेन्स अफ ट्रेड सर्टमा बीओटी भन्छ यसलाई, बीओटी हैन। यो भनेको एक्सपोर्ट माइनस इम्पोर्ट, एक्स माइनस इम्पोर्ट। ल यसलाई सम्झिने तरिका फेरि है, यहाँ एक्सपोर्ट माइनस इम्पोर्टलाई एक्स ले मलाई छोडेर गई, एक्स ले छोडेर जान्छ, अनि हामी के भयो, माइनस भए म भन्ने, आई आई भनेको त म, एक्स ले मलाई छोडेर जानाले म माइनस भए म भन्ने है। जस्तै अर्थात् एक्सपोर्ट माइनस इम्पोर्ट। ल हामीलाई एक्सपोर्ट भनेको के, एक्सपोर्ट कति छ हाम्रो यहाँ हेर्नु त, एक्सपोर्ट भनेको 70 करोड छ, 70 माइनस इम्पोर्ट भनेको अहिले पनि माइनस पछि मैले ब्राकेट राखेँ किनकि इम्पोर्टमा दुईटा डिजिट छन् कि, एउटा ध्यान दिएर गर्नु पर्यो। एक्सपोर्ट माइनस इम्पोर्ट गरेर है, 12 प्लस 0.2 वाई। ल 70 माइनस 12, सरी यो खोला मेरा, माइनस माइनस प्लस माइनस 12, माइनस प्लस माइनस 12 माइनस 0.2 वाई। अब के गर्ने त, अब गर्ने के भन्दा हामीलाई त भ्यालु चाहियो, माइनस 12 माइनस 0.2। अघि हाम्रो यहाँनिर मैले इरेज गरेँ 760 आएको थियो नि वाई हो, त्यो 760 वाईलाई ल्याएर यहाँ राख्ने है, 760। अनि यसरी हिसाब गर्दा यो आउँछ, यतिको टक्क आउँछ, मैले एकैचोटि लेख्न सक्दैन, आउँछ माइनस 94, माइनस रुपिस 94 करोड। माइनसमा आयो नि होइन, माइनसमा आयो। अब माइनसमा आयो भने लास्टमा चाहिँ लेख्ने, लास्टमा माइनसमा आयो भने चाहिँ ब्राकेटमा पुरै भाषा लेख्नु परेन, यति लेख्दा हुन्छ। माइनसमा आयो भने ट्रेड डेफिसिट लेख्न चाहिँ लेख्ने अनिवार्य रूपमा, ट्रेड डेफिसिट। प्लसमा आयो भने ट्रेड सरप्लस। ल मैले यहाँ लेख्ने हजुरहरूलाई है, यसभित्र ल यो नोट भयो है। माइनस बीओटी आयो, ब्यालेन्स अफ ट्रेड आयो भने ट्रेड डेफिसिट, ट्रेड डेफिसिट प्लस बीओटी अर्थात् ब्यालेन्स अफ ट्रेड आयो भने के हुन्छ, माइनस बीओटी आयो भने ट्रेड डेफिसिट, प्लस वाला आयो भने ट्रेड सरप्लस है। हस् हस् त नमस्ते। अब यति भन्दै यो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। हजुरहरूलाई भिडियो मन परेको भए हाम्रो च्यानललाई सेयर सब्सक्राइब अब लाइक गरिदिनु होला। अब यस्तै यहाँ सम्पूर्ण इकोनोमिक्सको भिडियोहरू यही हाम्रो युट्युब च्यानलमा आउँछन्, हिसाब थ्योरी सम्पूर्ण मैले कभर गर्ने च्याप्टरहरू ढिलो चाँडो आउने गर्छन्। हस् नमस्ते।